तपाईँ त खैनी खान्छ अनि त्यो अस्तितिर लक्ष्मी आमाले ल्याएको वाइन खायो वाइन त एक किलो खायो त्यसको त्यो बिमार फर्किन्छ नि त्यही भएर लक्ष्मी आमालाई पनि वाइन नल्याऊ ल यो मेरो तर्फबाट मम्मीसँग मैले दिएको दिन्न एकछिन एकछिनले दिनु न तपाईँकै त हो कहाँ मसँग छ मैले दिएको थिएँ त अनि 120 तलाई भिसे पेर्दै नि दिएको यहाँ छ यहाँ मसँग आसु यो मेरो तर्फबाट छ होइन यो त बल्ल त के हो यो फेरि तै दे त्यो 500 म 100 दिन्छु त भोलि पर्सि कमाएर लाउने भएर भयो कहाँ 120 हो 1020 भयो मिसनले अगाडिको पनि एउटा ब्याग सुरु हो भन्ने बालम सुरु छ ह्यापी बर्थडे टु यु खैताली एकछिन केक काटेकै छैन ओ यो त फुरेकै छैन एउटा चाहिँ नबाल्नु बोलेन मैले बाँधिदिन्छु ओइ पोख्यो ल ल सिन्दुर पोख्यो उतै राख्नु त्यो तिमी लायो कुनले लाउने हो टिका चामल भयो अब यो हैन उ यहाँ एउटा बाल न चामल बोलेन बल्छ नि ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यो हालेको खै त नि त्यो पड्काएको खै माथि हाल्नु है उँभो खै त अब त्यस्तो कस्तो नपड्केको यो त आमा साह्रो हुँदो रहेछ ल है पड्केन आमै ठुक्कै त्यसले पड्काउनु सकेन ल बाउ यस्तो हाल्नु देख्यो खै त ह्यापी बर्थडे भन्न है तिमीले यता आऊ पड्काउनु त त्यो मोबाइल ल भयो यतिमै पुग्छ यो कसरी पड्काउने हो घुमाउनु पर्ने कसरी माथि उयो आगो लाग्छ है आगो होइन त्यो यो त्यहाँ होइन के हो यहाँ यताउता घुमाउनु पर्छ प्याट त यसरी कसरी एकमा पस्ला खै त पसेर खै त मार हौ पड्काउनै जानेन कान थुनिरहेछ खै टिसर्टले यहाँ पर भएर हो के हो खै खै त ओइ के उल्टो बाटो चाहिँ हो त हेर्नु फेरि उल्टो बाटो हुँदा मैले पड्क्यो अझ यता चाहिँ होला के हो खै त घुमे छैन अह त्यो खोल्नु पर्ने हो कि खै खोल्नु यो खोल्नु नि यहाँ माथि नभए तार्नु घचाडी पार्नु यो खोल्यो भने त पड्किँदैन नि किन पड्किँदैन ल खै त्यो जानेन नखोल्दा चाहिँ पड्किने हो खोलेर पड्काउँछ अब भए छोडिदिनु त्यो पड्केन भने आफै हुर्र उडाउनु न त्यो माथिबाटै हो त्यो फालेर हातले उडाइदिनु ए यहाँ मुन्नी रहेछ नि प्लास्टिक रहेछ बनाउने यस्तो होला अघि नै गर्नु पर्छ यहाँबाट चाहिँ ए ह्यापी बर्थडे जाडा किन जाँदैन उनीबाट मैले त यहाँ गरेर राखेँ पड्क्यो होइन पड्क्यो ल टिका केक दिने होइन काट्ने केक काट मुन्नी रहेछ म त यता कल्पना खुवाइदिए पुगार्नु खै त बटी बजी पुग न यो बलिहाल्छ आफै यो बलेको बले हुन्छ आफै बल्छ के ठिक छ बोलेको त राम्रो त लु खुवाइदिए यता आइज क्या तेरो छिटै बिहे होस् छ्याउ यता नछेल्नु है क्यामेरा चाहिँ अलि यता